बेलुकाको 10:30 भइसक्यो। हामी चाहिँ स्टिल काममा थियौँ, प्याकिङहरू गरिरहेको थियौँ। सामानहरू प्याकिङ स्याकिङ गरेर अब राखियो, लगभग रेडी भएर बनाएर राखियो होइन। अलिअलि जाँदाखेरि अलि हेर्नु पऱ्यो। त्यसपछि अब अझै काम भइरह हाम्रो मेसिन चलिरह अहिले पनि। भोलि अर्डर छ 700 किलो ताबु चामल, त्यही भएर चाहिँ रेडी भइरहेछ। यो भयो भने अब यसमा लगभग सकिन लाग्यो। 100-200 किलो यहाँ छ, 300 किलो यहाँ छ। यो बाँकीभित्र बनाउँदैछौँ। अब यो सकिन लाग्यो भनेको अब सबैलाई डिस्टर्ब भयो होला क्या। अब सुतिरहेको मान्छेलाई पनि साउन्ड पोल्युसन भइरहेको होला यहाँ वरिपरि। अब चाहिँ बन्द गरेर जानुपर्ने हुन्छ। अब भोलि मात्रै, भोलि बिहान उठेर 12 बजेसम्म चाहिँ बनाउनु पर्ने हो। 12 बजेपछि चाहिँ यो उ गर्नुपर्छ, त्यो मान्छे लिन आउँछ अनि बल्ल हुन्छ। अब चाहिँ जानु पर्यो बन्द गरेर। अब ल, बाई बाई, गुड नाइट, सी यू टुमोरो।